इन्टरभ्यूमा जाँदै गर्नुभएको बुवा मम्मी रिलेटिभ्स जोसुकै पनि हुनुहुन्छ, हजुरहरू चाहिँ नेपालको कुनै पनि एउटा नेपाल अथवा कुनै पनि देशबाट पेन्सन छ, इन्डिया नेपालबाट पेन्सन छ, हजुरहरू रिटायरमेन्ट भइसकेको छ, हजुरहरू चाहिँ एउटा राम्रो पोस्टमा हुनुहुन्थ्यो पहिला अथवा अहिले करेन्टली हुनुहुन्छ, त्यो छ भने चाहिँ हजुरहरूले अभियसली त्यो कुरा DS1 सिस्टममा भन्नुभएको हुन्छ र त्यसलाई पुष्टि गर्नको लागि, त्यसलाई प्रुफ गर्नको लागि चाहिँ हजुरहरूले एउटा पेपर, एउटा डकुमेन्ट जसले चाहिँ देखाओस् कि यस यु आर द वान हु यु आर सेइङ द यु आर, होइन, त्यो चाहिँ आफूलाई अथेन्टिकेट गर्नको लागि चाहिँ एउटा पेपर, जस्तै पेन्सन रिटायरमेन्ट भइसकेको छ भने एउटा पेन्सनको पेपर, होइन, अब प्रिभियस काम गरेको पेपर, अथवा आफू करेन्टली एक्टिभली वर्किङ हुनुहुन्छ कुनै पनि सरकारी क्षेत्रमा अथवा आफ्नो बिजनेस क्षेत्रमा केही हुनुहुन्छ भने त्यसको एउटा पेपर, त्यो लिएर जानुभयो भने चाहिँ बेटर हुन्छ। अनि अर्को भनेको चाहिँ इफ यु आर जस्ट सेइङ द्याट म चाहिँ यो समयको लागि यति सडन पिरियडको लागि जाँदैछु भन्ने प्लान गर्नुभएको छ र हजुरहरू करेन्टली वर्किङ हुनुहुन्छ भने चाहिँ आफ्नो वर्क प्लेसबाट चाहिँ छुट्टीको लेटर हुन्छ नि, जुन त्यो छुट्टीको लेटर त्यो लिएर आउनुभयो भने चाहिँ त्यो चाहिँ अलिकति सपोर्टिभ हुन्छ।